गाइज हामी चाहिँ आज ऐसेल टिप्न गइरहेछौँ। मसित छ अकोरे चाहिँ यो भाडा भराउनु भनेर ऐसेल टिप्नको लागि चाललाको हटकेस लिएर हिँड्दैछ। अनि अझैले ऐसेल खान मन गर्नुभयो होइन त? ऐसेल खाने बुढी मान्छे। ल घर गएर बस्नु। यो खुर्पा ल्याएको छु त अझै। ऐसेलीको धान नजिक आइपुग्यौँ। ऐसेली चाहिँ रहेछ यस्तो ठाउँमा भिरमा त्यो पनि छम्चे पर्छै। तर टिप्न सक्ने ठाउँमा चाहिँ एउटै रहेछ। अब के गर्नु? आकाशको फल आँखा तरी मोर भने यही त होला नि होइन? बर्बाद परिगयो नि। टिप्न सक्छस्? कोही एउटै सक्दैन रहेछ है। यहाँनिर भारी छ ल गाह्रो परेन त हो त्यहाँनिर एउटै सक्दैन। अब हामी भिरको बाटो हुँदै तल जाऊँ आइज। भिरको बाटो लड्दै पढ्दै सिरे सिधै भिरमा खस्नु हामी। खत्तम पऱ्यो नि त यसो प्लान तलै त कहाँ आउँछ तल बोकौँ लाइट यति जाबो आउनु सक्छ। मान्छे मात्रै ठुलो यस्तो भिर जाब हामी कति हिँड्यो होइन? त्यो झाडी नभए म त्यहाँ जान्थेँ। झाडी भएर अलिअलि भिडियोमा धाक पनि बोल्नुपर्छ क्या। ऐसेली खाना मान्छे हिँड्नै नसक्नु हो अब भयो त बोक्न पर्छ क्या। ऐसेली चाहिँ उहाँ भिरमा हे भगवान जी र यो लिएर तपाईँलाई खाना निकाल्दैन भिडियो गरेर बस्छ। नयाँ है होइन खानी भए आउनु। अर्को ठाउँ यो भित्र छ। हामी चाहिँ लुगा तानेर यति भएछ बल्ल यहाँ आएर चाहिँ हामीले एक डिब्बा बनाएको यतिको भोरी अनि यसमा पनि टिप्ने चुना बनाउनु लगाएको। कहाँ टिप्ने कहाँ को रहेछ राम्रो भएन यति टिप्यो अझै छैन भन्ने त यति छैन टिप्नै सकेन। झ्याम्मै टिकटक बनाएर भाडामा ल्याएर कहाँ ल्याउनु ल्याएँ भाडामा त छैन है त टिप्नै सकेन। रित्ते लिएर रित्ते हजुर त्यता हाम्रो अजीको खुसी भयो। अनि खुसी भएको अझै यता हेर्नु नि यता फाइनली घर गर्मी भयो लास्टै के भन्छ अरे भाग ल्याउने हो चट्टा खानी हो हामी त यस्तो चढायो नि। म त हात्ती पनि भएन। म त थोरै खान्छु होला। हामी त एक बोर्डको खाने हो। दाँत यस्तोले पनि कुटिन्छ होला है। अझैको लागि हो अझै खुसी हुनु आशिष सुन शान्ति होस्। अझै खुसी हुनुभयो। आमा यत्रो खाइसक्यो खानु न तिमीहरू पनि खा न। खाने हो शान्ति परेर पाओस्। अझै खुसी हुनुभयो।